आफूले सोचेको थियो होला भित्रभित्रै यो कोल्टाउँ र यता पनि यो कोल्टाउँ भित्रभित्रै भोलि डिभोर्स गर्यो भने बिहे गरे को थाहा पाउने हो सोचेको थियो। अब यत्रो बिचरा यत्रो संसार ढिन्डोरा पिटिएला भन्ने थाहा भएन होला त्यतिखेर चाहिँ भित्रभित्रै बाउ छोरी अब अहिले पनि के बिग्रेको छ को छ मैले बिहे गरेको छु भनेपछि पनि कोलाई के असर पर्दैछ मैले गरेको छैन भनेपछि पनि कोलाई के असर पर्दैछ मलाई पर्दैछ नि म हुन त बुढो मलाई असर पर्दैन म आफ्नो बुढीले म अरूसँग बिहे गरेको छु भन्न लाज लाग्दैन अलिकति कोसँग भने मैले भन्दैन अहिले बिहे गरे भए पनि नगरे भए पनि कसलाई असर पर्दैछ मलाई पर्दैछ असर म हुँ बुढो नेपालको कानुन संविधान अनुसार 2074 को नेपालको 74 कानुन बमोजिमको बुढो म हुँ मलाई हक छ मैले भने त हुन्छ म बस्दा मन छैन भनेपछि ठिक छ म पनि एग्री गर्छु मैले पनि जबरजस्ती मैसँग बस भन्न मिलेन ल ठिक छ भविष्य छ उमेर छ आफ्नो छ गर तर कुरा यो तमासा गर्नुभन्दा अगाडि त्यो दिमागमा आएको थिएन सोसियल मिडियामा त्यो एकचोटि पनि त्यो पोस्ट गर्नुभन्दा अगाडि अपलोड गर्नुभन्दा ओहो भगवानमा जिउँदैछ मान्छे अब थाहा भयो होला मान्छे चाहिँ यस्तो हुँदो रहेछ आफूले सोचेको थियो होला भित्रभित्रै यो कोल्टाउँ र यता पनि यो कोल्टाउँ भित्रभित्रै भोलि डिभोर्स गर्यो भने बिहे गरे को थाहा पाउने हो सोचेको थियो। अब यत्रो बिचरा यत्रो संसार ढिन्डोरा पिटिएला भन्ने थाहा भएन होला त्यतिखेर चाहिँ भित्रभित्रै बाउ छोरी अब अहिले पनि के बिग्रेको छ को छ मैले बिहे गरेको छु भनेपछि पनि कोलाई के असर पर्दैछ मैले गरेको छैन भनेपछि पनि कोलाई के असर पर्दैछ मलाई पर्दैछ नि म